गाजल त्यो तिम्रो मेटाई। हेलो गाइस, तपाईहरु सबैजनालाई स्वागत छ मेरो छोटो र मिठो ब्लगमा। आज चाहिँ म चाहिँ निग्रो खोज्न जाँदैछु हो। अनि पहिला पनि गएको थिएँ यही टाइममा हो। यसपालि जाँदा चाहिँ टक्कै 1 वर्ष हुन्छ। अब बजारको सब्जी खाँदा खाँदा चाहिँ वाक्कै भयो यसो अब जङ्गलको चिज नै ल्याएर खाइरौँ न कस्तो हुन्छ भनेर म चाहिँ निग्रो खोज्न जाँदैछु। अनि साथी पनि छ, त्यतिकै घरमा बसिरहेको थिएँ अल्छी लागेर चाहिँ। अनि साथीले जाउँ न भन्यो हो। अनि हामी चाहिँ निग्रो खोज्न जाँदैछौँ। फिलहाल यो रोड चाहिँ तपाईँहरूलाई कहाँको देखाउँ भने चाहिँ यो नयाँ न्यू रोड हो। यो चाहिँ भर्खर आएको हो, हाम्रै गाउँ माथिल्लोपट्टिबाट आएको छ। डेभलप चाहिँ हुँदैछ, हल्का फुल्का भए पनि गाउँ चाहिँ अब डेभलपिङै हुँदैछ। अनि यो रोड चाहिँ परसम्म गएको छ, 3 किलोमिटर हो यो रोड चाहिँ। तर पुरै कम्प्लिट चाहिँ भएको छैन, अझै हुन्छ होला सायद। किनकि यहाँबाट देख्न सक्नुहुन्छ तपाईँहरूले त्यो पाइपहरू अलिक मिलाउनु छ। अनि त्यहाँदेखि चाहिँ यसपालि चाहिँ साह्रै गाडी कुद्नुको लागि चाहिँ हुँदैन होला। अनि यसपालि चाहिँ अलिक गाडी कुदाएन भने चाहिँ अर्को पालि झारसार उम्ल्यो भने चाहिँ अलिक ठिक हुन्छ जस्तो लाग्छ। अनि हामीले चाहिँ अहिले फिलहाल चाहिँ गाडी चाहिँ चल्ने चाहिँ बनाएको छैनौँ होइन। अनि बादमा भइहाल्छ, त्यो कुरा केही छैन। अब हामी चाहिँ जङ्गलतिर जाँदैछौँ, धेरै टाढै जानुपर्छ निग्रो खोज्न पनि। साह्रै नजिक चाहिँ पाउँदैन हो गाइस। पाउँछ कि पाउँछ नि भरे पाएन भने चाहिँ म के गर्नु? पाउँछ नि हो के हो? अनि पहिला जाँदा त यही टाइममा होला सायद, पुरा थियो त्यही ठाउँमा जाँदैछौँ हामी चाहिँ होइन। अनि सुसिलाहरू चाहिँ नपार्नु हो, धेरै जङ्गली आइदियो भने त छैन त भाइ। तर बामपुग चाहिँ नडराउ है केटा। अनि सायद पाउँछ जस्तो त लाग्दैछ, हेरौँ अब के हुन्छ। पायो भने त ठिकै छ होइन, बेसी पनि के गर्नु, 1 छाक पायो भने ठिकै छ। यसो नगी खानु हुन्छ भनेर नि म चाहिँ नगी चाहिँ अब यसो खोजेर खायो भने चाहिँ सब्जीहरू नि रुच्छ नि। अर्कोहरू अब खाँदा एक दिन फाल्टु खाँदा पनि निग्रो यो जङ्गलको चाहिँ फेरि साह्रै खिदो लाएर खानुपर्छ नि फेरि। किनकि सबै भिटामिनहरू जङ्गलकै चिजमा छ नि। त्यो सिलगढीबाट ल्याएको आलुहरू भन्दा चाहिँ गाइस यस्तै छ। काँडाहरू चाहिँ अब जङ्गलमा चाहिँ यस्तो ब्लगरले चाहिँ झेल्नै पर्छ भनौँ न, ट्राई बिगिनरलाई चाहिँ। अब के गर्नु, हामी अब यस्तैबाट जन्मेर आएको, यस्तै जस्तो छ म चाहिँ त्यस्तै देखाउँछु तपाईँहरूलाई। म चाहिँ जे गर्छु त्यही देखाउँछु हो। कुनै बनाएर हाल्नु पनि आउँदैन, कुनै बनाएर देखाउनु नि आउँदैन। म चाहिँ सधैँ जुन काम गर्छु त्यही काम गरेकै ब्लगमा हाल्छु। अनि हामीले पहिला चाहिँ यहाँ माथितिर खोजेको होइन। अनि छ कि त्यता ए साँच्ची ऊ पर थियो नि है। अनि हामी चाहिँ पहिलाकै ठाउँ जाँदैछौँ। छ जस्तो त लागेको छैन कुनै, चारै मान्छेले यसपालि निग्रो नि खोज्न हिँड्दैन। हामी नै हो फर्स्टमा निग्रो खोज्ने हिँड्ने चाहिँ। सायद पायो भने ठिकै छ, पाएन भने नि ठिकै छ। अब के गर्नु त, छैन रहेछ हो, अलिअलि रहेछ। अब यतिको चाहिँ ठिकै हो, बेसी सोत्तर भयो भने मिठो हुँदैन, सोत्तरै गनाउँदो रहेछ गाइस खाँदाखेरि चाहिँ। अनि बेसी पनि चाहिएन हामीलाई, सानो चाहियो। तपाईँहरूलाई बेस्ट चाहिँ यस्तो हुन्छ, बेस्ट चाहिँ यो भन्दा पनि यो चाहिँ तपाईँहरूको लागि राम्रो हुन्छ निग्रो चाहिँ। अनि अहिले त किनेर खानु पऱ्यो भने त अलिअलि महँगो छ नि गाइस। निग्रो त जङ्गलमा आएको त जति रहेछ गाइस, त्यस्तो म त त्यस्तो साह्रो पाउँदैन होला भनेको, यहीँ जति रहेछ। अनि यसो अलिक बेसी पायो भने चाहिँ म चाहिँ अब आफूले खाएर पनि यसो दाजुहरूलाई गान्तोक पठाइदिउँ भनेर नि। अब आफू त यहाँ खाइबसेको, गान्तोक त यति किन्नु पऱ्यो भने तपाईँहरूलाई 20 रुपियाँ मुठा 30 रुपियाँ मुठा गरिहाल्छ। अनि यहाँ चाहिँ हामीले त्यस्तो साह्रो पैसा हालेर चाहिँ किन्नु पर्दैन गाइस। यो चाहिँ खोज्नु सक्यो भने चाहिँ जति छ हेर्नुहोस्, एकछिन मात्रै निउडेको यत्रो बेसी आइहाल्यो निग्रो चाहिँ। अनि यसको लागि चाहिँ अलिक यो निग्रो र छुर्पी हाल्नु भयो भने चाहिँ तपाईँले चाहिँ साह्रै राम्रो हुन्छ। किनकि यो निग्रोमा चाहिँ अलिकति यसको जोडी चाहिँ छुर्पी नै हो भनिदिउँ न। अब छुर्पी चाहिँ अब साह्रै मिठो हुन्छ। अनि यसमा चाहिँ फेरि यत्तिकै मात्रै खायो भने चाहिँ अलिक उयो गनाउँछ, यस्तो सोत्तर गनाउँछ। अनि यसलाई चाहिँ कसरी खाने भने चाहिँ तपाईँहरूलाई म भन्छु। यसलाई चाहिँ यो टुप्पा भाँच्यो, यो चाहिँ टुप्पा चाहिँ सब्जी सबै हुन्छ, यो चाहिँ भेज चाहिँ हामी खाँदैनौँ। यसलाई चाहिँ टुप्पा भाँचेर चाहिँ अनि उयो सब्जीमा बनाउनुको लागि चाहिँ हामीले भाँडामा पानी उमालेर हल्का त्यसमा बोइल गऱ्यो भने चाहिँ अझै राम्रो हुन्छ। किनकि अझै पनि गनाउँदैन, निकै किराहरू छ भने पनि बोइल गऱ्यो भने चाहिँ मजाले मर्छ। अनि यो डाक्लाहरू सबै फाल्नुपर्छ, यो टुप्पी मात्रै हामी खाने गर्छौँ। यदि हामीले आज बेसी पायौँ भने चाहिँ हामी खाएर पनि यसो गान्तोकतिर पठाइदिउँ न भनेर नि म चाहिँ गाइस। फाइनली गाइस हामीले चाहिँ निग्रो पनि खोजिसक्यो होइन। अनि निकै टाइम भइसक्यो, 2:30 आएको हामी, अहिले चाहिँ झन् 4 बज्न आँटेको छ, बज्यो पनि होला सायद।
अनि हामीले चाहिँ निग्रो चाहिँ यति पाएको छौँ अनि यो चाहिँ मेरो गाइस अनि यो चाहिँ साथीको भाइको अनि भाइले चाहिँ अलिक दामी दामी खोजेछ है फेरि मेरो चाहिँ 70 छ है यस्तो तर ठिकै छ किनकि यो 70 त अब कतिवटा त रिजेक्ट पनि हुन्छ अनि यो भन्दा चाहिँ अलिकति हाउडा नै रहेछ भनिदिउँ न अनि ठिकै छ गाइस अब मैले चाहिँ के भनेको थिएँ भने अब आफूलाई चाहिँ अलिक बेसी पायो भने चाहिँ आफूले खाएर पनि यसो दाजुहरूलाई गान्तोक पठाइदिउँ किनकि दाजुहरू पनि गान्तोकमा काम गर्छ उनीहरूलाई सब्जीहरू किनेर खानु धेरै मुस्किल पर्छ अब कम्पनी गर्ने ड्युटी हो अनि त्यस्तो साह्रो अब पैसा हुँदैन गान्तोक ठाउँमा अनि म चाहिँ यसो सब्जी धेरै कुरा किन्नु नपऱ्यो नि यसो सब्जी भए पनि पठाइदिउँ न भनेर सोचेको थिएँ तर त्यस्तो पाएन अब 1 हप्ता 15 दिनमा चाहिँ हुने रहेछ अनि त्यतिखेर चाहिँ मजाले बोरा लिएर आएर खोजेर चाहिँ लानु पऱ्यो अब अनि गाइस तपाईँहरूले नि यसो फेसबुक त चलाउनै हुन्छ होला होइन मेरो भिडियो आइगयो भने चाहिँ तपाईँहरू यसो हेरेर चाहिँ यसो लाइक गरिदिनुहोस् न किनकि अब तपाईँहरूको एउटा लाइकले नि धेरै हो मेरो लागि चाहिँ म चाहिँ एउटा सानो बिगिनर हो ब्लग भर्खर बनाउँदैछु भर्खर भन्दा पनि आज यो फर्स्ट ब्लग चाहिँ होइन सधैँ म हालिबस्छु आज चाहिँ यसो सधैँ चाहिँ गोठमा काम गरेको भिडियोहरू हाल्थेँ आज चाहिँ यसो जङ्गल निग्रो खोज्न आएको अनि मेरो पेजको नाम चाहिँ रुपेन ब्लग छ तपाईँले भिडियो हेर्दै गर्दा आयो भने चाहिँ अनि त्यसलाई फलो पनि गरिदिनुहोस् होला अनि मेरो भिडियोलाई लाइक एन्ड कमेन्ट पनि गरिदिनु होला जति सक्दो सेयर पनि गरिदिनु होला तपाईँले यति गरिदिनु भने धेरै धेरै धन्यवाद छ तपाईँहरूलाई आजको मेरो ब्लग चाहिँ यतिमै इन्ड गर्छु होला